मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामा रोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेशनल पार्क यही। हामी सबै नेपालीलाई यो त थाहा थियो कि हाम्रो नेपाल सुन्दर छ भनेर, तर आज बालन शाहले यो महसुस गराइदिए कि हाम्रो नेपाल सुन्दर होइन, अत्यन्त अत्यन्त अति धेरै धेरै सुन्दर छ भनेर। वाह बालन शाह वाह, तपाईले हरेक नेपालीको मनमनमा आफ्नो देशलाई, आफ्नो नेपाललाई गर्व गर्ने कुरा जागृत गरिदिनु भएको छ। अनि हाम्रो नेपाल कुनै स्विजरल्यान्ड भन्दा कम छैन। स्विजरल्यान्डमा जस्तै हिमालय, माउन्टेन, नदी नाला सबै थोक छ, बरु त्यो भन्दा कयौं गुणा धेरै सुन्दर छ हाम्रो नेपाल। आज यो कुराको महसुस गराउने अरू कोही होइन, बालन शाह हो। त्यसैले भोट फर बालन शाह, किनकि बालन शाहले जुन प्रकारले आफ्नो देशलाई चिनाउन खोज्नु भएको छ त्यो देखेर हामीलाई गर्व हुन्छ। आफ्नो देशलाई देखेर गर्व हुन्छ कि हाम्रो नेपाल कति सुन्दर छ, कति सुन्दर छ। हर हर महादेव। भिडियो मन परे पेजलाई फलो गर्न नबिर्सिनु होला है। जय सीताराम।